वेलकम टु माई मिनी ब्लग। अनि अहिले चाहिँ हामी चिन्डे डाँडासम्म हाइकिङ जाँदैछौँ। यहाँ मेरो भाइ छ अनि म चाहिँ यहाँ चाहिँ यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। आशा छ सबैले माया गरिदिनुहुन्छ होला। अनि अहिले यहाँ हामी हिँडिरहेछौँ अनि आजको मौसम हेर्न सक्नुहुन्छ, राम्रै छ। अनि हामी यहाँ ठ्याक्क पुल नजिक पुगिसक्यौँ। अनि यो चाहिँ सोह्रको पुल हो। ठ्याक्कै हामी यहाँ पुल नजिक आइपुगिसक्यौँ। हेर्नु सक्नुहुन्छ आजको वेदर चाहिँ क्लियरै छ। अनि यहाँ मेरो भाइ चाहिँ मसँग हिँड्दैछ, जोसमै छ केटो। हामी यहाँ हिँडिरहेछौँ अनि खोला पनि सँगैसँगै बगिरहेछ। अनि यो माथिल्लो बाटो पनि चिन्डे डाँडै जाने बाटो हो, तर ठुलो बाटो हो। अनि यो मेरो मिनी ब्लग चाहिँ पहिल्यै खिचेको हो। मैले अहिले जस्ट भोइस ओभर गरेर रेकर्ड मात्रै गरेको। यहाँबाट चाहिँ हाम्रो ठ्याक्क उकालो सुरु हुन्छ, चिन्डे डाँडाको उकालो। मेरो भाइ जोसिलो अगाडि हिँड्दैछ। खोला पनि यहाँ बगिरहेछ। यो चाहिँ बिचको फुटेजहरू हो, सानो सानो क्लिप सक्नुहुन्छ। यहाँ झुसिले किराहरूको बच्चाहरू हेर्न सक्नुहुन्छ। यहाँ बडा धरान हल्का देखिनु थालिसकेको छ। मेरो भाइ अगाडि हिँड्दैछ अनि हामीले हिँड्दा हिँड्दै दिदीहरूलाई पनि हाइकिङ गर्दा भेटाइसकेको छौँ। यहाँ म छु, पसिना पसिनाले हाल अलिक बेहाल भइरहेछ मेरो। ट्याक्कै हामी यो पोइन्टमा आइपुगिसक्यौँ। यहाँबाट चाहिँ धरान क्लियरली देख्न सक्नुहुन्छ। राम्रो भ्यू देखेको छ आज, धरान क्लियर। मेरो जोसिलो भाइ थकियो जस्तो छ अनि म चाहिँ यहाँ छु। बाटो बिच हामीले मेरो भाइको साथीहरू पनि भेटिसकेको छौँ। अनि यहाँ देख्न सक्नुहुन्छ भ्यू पनि राम्रो देखिरहेको छ यहाँबाट। मेरो भाइको साथीहरूसँग बिदा माग्दै अब हामी पनि यो मिनी भ्लग पनि यहीँ हिँड्नुहुन्छ। अनि यस्तो देखिएको छ माथिबाट चाहिँ भ्यू। थ्याङ्क यू फर वाचिङ। सी यू इन नेक्स्ट भ्लग।